हेलो सम्पूर्ण साथीहरुमा नमस्कार। मेरो युट्युब च्यानलमा यहाँहरुलाई स्वागत छ। म यहाँहरुलाई यो विभिन्न किसिमका डिजाइनहरु बनाएर देखाउँदै छु अनि यहाँहरुलाई सिकाउने पनि कोसिस गर्ने छु। यहाँहरुले देख्न सक्नुहुन्छ मैले यो अस्ट्रिच बर्ड बनाउँदै छु। यो चाहिँ एउटा दुरुन्थस सानो पोथ्रा जातिको बिरुवा हो। यो चाहिँ कटिङ गरेर विभिन्न किसिमका आकृतिहरु बनाउन सकिन्छ अनि बगैँचाको दायाँ बायाँ बोर्डरहरु बनाएर यहाँ देख्न सक्नुहुन्छ। यो हामीले बोर्डर बनाउन सक्छौं अनि विभिन्न किसिमका चराचुरुङ्गीको आकृतिहरु पनि बनाउन सकिन्छ। मैले सुरुमा अस्ट्रिच बर्ड बनाउँदै छु। यो चाहिँ फिन्चिङ हुँदैछ अनि यो चाहिँ जति कटिङ गरौँ त्यति नै बाक्लो हुन्छ अनि यो बिरुवालाई चाहिँ जत्रो बनाउन सकिन्छ। ठुलो छोड्दियो भने चाहिँ अलि ठुलै रुख पोथ्रा नै हुन्छ। कटिङ गर्यो भने सानो पनि बन्छ अनि जस्तो साइज बनाउन हामीले चाहे अनुसारको डिजाइन आकृतिहरु गर्न सकिन्छ। अनि यहाँहरुले हेर्न सक्नुहुन्छ यो चाहिँ एउटा बगैँचा हो। चाइनिज दुबो छ। यसको छेउछेउमा बोर्डर पनि हामीले यसैको लगाएका छौं। यो बगैँचा चाहिँ मैले लगभग 2073 सालदेखि मैले हेर्दै छु अनि यो चरा चाहिँ लगभग बनाउनलाई 3-4 वर्ष चाहिँ लाग्यो। अब सानो बिरुवादेखि हुर्काएर बनाउनु पर्ने हुन्छ। यो चाहिँ मयूरको आकृति दिँदैछु मैले। यो मयूरको माथि सिउर पनि छ अनि अगाडि चुच्चो अनि पछाडि चाहिँ त्यो मयूर नाच्दाखेरि अनि यो पखेटा चाहिँ फिजाएको देखेको थिएँ अनि त्यही किसिमको डिजाइन गर्दैछु अनि कतिको मिले छैन यहाँहरुले कमेन्टमा गर्न सक्नुहुन्छ अनि यहाँहरुले पनि इच्छा लागे अनुसारको यिनीहरु चराहरु बनाउन सक्नुहुन्छ। अनि यो भिडियोको अन्त्यमा चाहिँ अनि कसरी गर्ने भनेर चाहिँ म यहाँहरुलाई तरिका पनि देखाउने छु। अनि अहिले सुरुमा चाहिँ मैले यो कटिङ मात्रै देखाइरहेको छु अनि यसको चाहिँ सुरुवातदेखि कसरी चाहिँ सुरु गर्ने अनि कसरी चाहिँ डिजाइन बनाउने भन्ने चाहिँ मैले अन्तिममा चाहिँ यसको तरिकाहरु चाहिँ दिएको छु। अनि यो अर्को पनि मयूरै बनाउँदै छु। यो पनि पोथी मयूर बनाउने कोसिस गर्दै छु। यो पनि यत्रो साइजको भयो। यहाँहरुले देख्न सक्नुहुन्छ। यो चाहिँ दुरुन्थस। यो चाहिँ कटिङ नगर्दा चाहिँ पहेँलो हुन्छ। यसको कलिलो मुन्टा चाहिँ पहेँलो आउँछ कलकलाउँदो अनि कटिङ गरेपछि भित्र चाहिँ अलि हरियो हुन्छ। यसको चाहिँ कलर चेन्ज हुन्छ। यो चाहिँ एकजना व्यक्तिको घरको हो। यो होटल होइन। यो चाहिँ व्यक्तिको घरमा हो। यो चाहिँ ठुलै एरिया छ। लगभग 1000 स्क्वायर जति दुबो लगाइएको ठाउँ छ अनि छेउछेउमा बोर्डरको रूपमा चाहिँ हामीले यही दुरुन्थसलाई प्रयोग गरेका छौं अनि यो दुरुन्थसबाट चाहिँ हामीले धेरै डिजाइनहरु बनाउन सकिन्छ। कतिपयले चाहिँ यसलाई नीलकाँडा पनि भन्नुहुन्छ। खास नीलकाँडा चाहिँ अलि बढी काँडा हुन्छ अनि हरियो हुन्छ। यस पनि काँडा त हुन्छ तर मसिनो हुन्छ अनि यो चाहिँ पहेँलो प्रजातिको छ। यसको चाहिँ विभिन्न कलरहरुमा पाइन्छ। सेतो पनि हुन्छ, हरियो पनि हुन्छ अनि पहेँलो पनि हुन्छ। अनि यो चाहिँ दुरुन्थस, कसैले दोरन्दा भन्छन्, कसैले दुरुन्थस भन्छ। जे होस् यो यहाँहरुलाई बिरुवा चाहिएमा नजिकको नर्सरीमा लिन सक्नुहुन्छ अनि जब जमिन छ भने जमिनमा लगाएर पनि गर्न सक्नुहुन्छ। जमिन छैन भने अलि ठुलो साइजको गमलामा लगाएर अनि यहाँहरुले यसरी गर्न सक्नुहुन्छ। यो चाहिँ हाँसको डिजाइन गर्दैछु मैले। यो कम्प्लिट भइसकेको त छैन। लगभग आकृति चाहिँ देखिएको छ अनि ओरतिर यो डल्लो के हो भनेर हेर्दै हुनुहुन्छ भने यो धुपी हो। यो चाहिँ गोल्डन धुपी। यसलाई चाहिँ गोल्डन धुपी भनिन्छ। यो धुपीहरु पनि म आफैले कटिङ गरेको हो अनि यो वरिपरिको बोर्डर हेर्न सक्नुहुन्छ। एकदमै बाक्लो, एकदम राम्रो किसिमको छ अनि सानो ठाउँमा चाहिँ पर्खालको पनि काम गर्छ यसले। 4-5 फिट हाइटसम्म हुन्छ। यसलाई चाहिँ त्यत्रो बनाउन सकिन्छ अनि यहाँहरुले हेर्न सक्नुहुन्छ। यो चाहिँ कम्प्लिट भइसकेको चराहरु। यो यहाँहरुले हेर्नुहुन्छ। यो चाहिँ अस्ट्रिच भयो। अब यो बनाउने तरिका चाहिँ म यहाँलाई सिकाउँदै छु। सुरुमा यो सानो बिरुवा छोड्दिने अनि यसको टुप्पा चुड्ने, तल पातहरु हाँगाहरु काट्दिने अनि स्टेप बाइ बढ्दै जान्छ अनि यो सेकेन्डमा यत्रो साइज हुन्छ अनि यसको टुप्पा
टुप्पाहरू चुडेपछि अनि बाक्लो हुन्छ अनि डल्लो ठुलो हुँदै जान्छ अनि यसको फेरि ठुलो भएपछि तलबाट हाँगाहरू पलाउँछ अनि यो हाँगाहरू चाहिँ निकालिदिनुपर्छ। हाँगा निकालेन भने चाहिँ फेरि माथि बढ्न नि पाउँदैन, तल झाडी हुन्छ। अनि यहाँहरूले यो तरिकाले बनाउन सक्नुहुन्छ। अनि मेरो च्यानल यो डिजाइन मन पर्यो, मेरो कलम मन पर्यो भने यहाँहरूले चाहिँ मेरो च्यानलमा सब्सक्राइब, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। मेरो युट्युब च्यानल हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद।